गुरु जजुर सेकेन्डरी स्कुल तुलसीपुचा रक्षा दाङ विष्णु कुमारी केसी। यहाँको ब्युटिफुल सिन यो सरस्वती मन्दिर अनि विद्यार्थीहरूले पिउने पानी यो मावि स्तरको पिउने पानी प्युरिफाई हाम्रो बीबीएस सदस्य प्रेम केसीले पिउँदै हुनुहुन्छ। एकदम मिठो छ सर पानी है, यो प्युरिफाई पानी हो एकदम पिउने पानी। हाम्रो स्कुलमा एकदम स्पेशल अरू जारबाट पिउने पानी छैन। हाम्रो चाहिँ यो विद्यार्थीदेखि लिएर हामीले आएर पिउने पानी पनि एउटै हो। अनि हामीसँग स्कुलको बस पनि छ, अनि त्यसपछि चाहिँ राम्रा क्लासहरू पनि छन्, अनि त्यसपछि स्मार्ट बोर्डबाट पढाइ हुन्छ, अनि इङ्ग्लिस मिडियम पनि छ, अनि त्यसपछि चाहिँ नेपाली मिडियम पनि छ। अब यहाँ तत्कालै गेट पनि बन्दैछ, पानीको फुहारा पनि बन्दैछ। अनि प्ले क्लासको लागि चाहिँ एकदमै हामीले आजै निर्णय गऱ्यौँ, लगभग भोलिदेखि नै काम सुरु हुँदैछ। एकदमै राम्रो पढाइ हुन्छ। हजुरले आएर हजुरको बच्चालाई यो स्कुलमा गुरु जजुर नमुना स्कुलमा हालेर हामीलाई चाहिँ के अरे एउटा सेवा गर्ने मौका पनि दिनुहोस् र हजुरको बच्चाको जिम्मेवारी हामी लिन्छौँ। हेलो नमस्ते, म प्रेम केसी, यो गुरु जजुर नमुना स्कुलको सदस्य। र यो स्कुललाई कसरी चाहिँ राम्रो बनाउन सकिन्छ, कसरी चाहिँ डिजिटल बनाउन सकिन्छ, कसरी चाहिँ हामीले यसलाई चाहिँ राम्रो बनाउन सकिन्छ भन्ने पक्षमा छौँ र यसलाई सुधार गरेरै छोड्छौँ। र म लगायत एकजना हाम्रो सर हुनुहुन्छ। हजुर नमस्कार, म बीबीएस सदस्य ताराप्रताप पोखरेल र आज हाम्रो विद्यालय समिति र सिएसको आज एउटा मिटिङ थियो। अब हामी भावी योजनाहरू र आउने सत्रमा के गर्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुँदै गर्दाखेरि आज हामीले चाहिँ प्ले क्लासको लागि चाहिँ हामीले त्यो स्कुल त्यो भागको तल्लो भागमा चाहिँ हामीले प्ले ग्राउन्ड बनाउने, तुरुन्तै भोलिदेखि काम सुचारू गर्ने र आगामी दिनहरूमा शैक्षिक सत्र 82-83को लागि चाहिँ विद्यार्थीहरू भर्नाको लागि चाहिँ आह्वान गर्ने र जति सक्दो हाम्रो स्थानीय स्तरमा साना बाबु नानीहरूलाई हामीले यहाँ ल्याएर अध्यापन गराउने र विद्यार्थीहरूको पनि हामी नै आफै जिम्मेवारी रहने, उहाँहरू चाहिँ टाढा पढाउन नपर्ने, बसमा चढाएर टाढा पढाउन नपर्ने, नजिकैबाट ल्याएर चाहिँ हाम्रो जिम्मा दिने भन्ने विषयमा आज छलफल भयो र यो छलफल सर्वसम्मतिमा पास गरेर यसलाई तुरुन्तै कार्यान्वयनमा लिने भनेर हामी अगाडि बढ्ने हो। र यहाँका अभिभावकहरूले चाहिँ स्कुल प्रशासनमा आएर विद्यार्थी साना बाबु नानीहरूलाई भर्ना गर्ने विषयमा आएर जानकारी लिनुहुन म हार्दिक अनुरोध छ। धन्यवाद।